हेलो एभ्रिवान, ह्याप्पी क्रिसमस डे। हामी चाहिँ क्रिसमस डेको लागि लाग्यौँ लन्डन हिँडेको महसुस भइरहेछ। पुरै हामी विदेश हिँडेको महसुस भइरहेछ। भ्लग गर्ने चाहिँ गाइस पर्दल बिस्टा इधर कर बाटो लाउँछ त्यो पर्दो चाहिँ भागिरहेछ पुरै क्यामेरामा कैद हुन्छ भनेर भागिरहेछ। परेको महसुस पो भइसक्यो त गाइस। अनि हामी चाहिँ घुम्यौँ मात्र, त्यस पछाडि फर्क्यौँ। अनि फर्केर चाइनिज स्टोरमा छिर्यौँ हामी चाहिँ। त्यहाँनिर चाहिँ राम्रो छ क्या त्यहाँनिर स्टोर पनि। अनि हामी चाहिँ खाजा खानु लाग्यो। त्यहाँनिर मैले एउटा सामान किनेको थिएँ, त्यहाँनिर अनि हामीलाई चाहिँ दिनुभएको थियो, म्यामहरूले गिफ्ट दिनुभएको थियो। त्यहाँ खोल्दा चाहिँ हामी गिफ्ट दिनुभएको थियो क्या क्रिसमस डेको लागि। अनि सामान किन्दाखेरि उहाँहरूले गिफ्ट पनि दिनुहुन्छ। त्यस पछाडि हामी चाहिँ खाजा खायौँ। त्यस पछाडि फर्क्यौँ हामी फेरि आफ्नै स्थानतिर फर्किने कार्यक्रम गऱ्यौँ। हामी 4 जना चाहिँ खाजा खायौँ। अनि हामीले चाहिँ क्रिसमस डे यसरी नै मनायौँ है गाइस।